पिसिओएसकै कुरा गर्दाखेरि होइन पहिला अब केटाकेटीहरूको हाम्रो होइन अब महिनावारी पनि रेगुलर नहुने, कहिले 2 महिना कहिले 3 महिना, कसैलाई त 6 महिनासम्म पनि महिनावारी हुँदैन थियो होइन। अनि अब यो बारेमा त कसैलाई जानकारी नै थिएन, पत्ता नै लागेको थिएन के हो भनेर होइन। अनि फेरि जचाइहाल्ने पनि त थिएन नि होइन। अब कहिलेकाहीँ यस्तै हुन्छ, साधारण हो, भइहाल्छ नि, मिन्सहरू भइहाल्छ भनेर नै भन्ने कुरा हुन्थ्यो होइन। अनि पछि पो अनि अहिले पत्ता लाग्न थाल्यो पिसिओएस भन्ने रहेछ, यो के कारणले हुँदो रहेछ, कसरी हुँदो रहेछ भनेर बल्ल अहिले थाहा पाउन थाल्यो होइन। यसलाई चाहिँ अब खासमा चाहिँ हाम्रो शरीरमा इन्सुलिन्सको इनब्यालेन्स भएर, हार्मोन गडबड भएर चाहिँ यस्तो हुँदो रहेछ होइन। त्यसलाई चाहिँ केही हदसम्म लाइफस्टाइलहरू चेन्ज गरेर, यस्तै घरेलु खानाहरू खाएर केही हदसम्म चाहिँ चेन्ज गर्न सकिँदो रहेछ। अब धेरैलाई जानकारी नभएको पनि हुनसक्छ नानीहरूलाई होइन। अब धेरै नै गाह्रो भयो भने त डक्टरकोमा जानुपर्छ, डक्टरले त्यसको इलाजहरू बताइदिनुहुन्छ होइन। मैले त जानेको कुराहरू सेयर मात्रै गरेको हो।